हेलो फेरि पनि म है साथीहरूलाई आज स्टोरको वरिपरि स्टोरमा चाहिँ पर हिँड्नुपर्छ होइन तर यो हामी टिकट काटेर एकछिन यहाँ आउँदाखेरि चाहिँ यो घरहरू यो ढुङ्गाहरू हेर्नु नि है यसरी राखेको है यस्तो यो चाहिँ स्टोरको हामी चाहिँ अब बसमा जानु यहाँबाट कहाँबाट जान्छ बस हौ ए उहाँबाट किबी लाग्नु भन्दैछ अनि सानो यस्तो ढुङ्गाहरू होइन यस्तो झुप्पडीहरू है त्यही त ओ त्यसरी क्या यसरी चाहिँ ल्यायो होला नि है पुरा यिनीहरूले यस्तो यसको उयो देखाइरहेछ नि यसरी तानेर क्या है यसरी स्टोनमा यस्तो यसको स्टोरीहरू भित्र छ एउटा फिल्म जस्तो बनाएर स्टोरीहरू राखेको छ क्या हेर्नु नि कस्तो राम्रो है वरिपरि कार पार्कहरू यसको बनाइदिएको मान्छेहरू आएर आउँदाखेरि यसो गाडीहरू पार्किङ गर्ने ठाउँ होइन यस्तो है अब यो भित्र चाहिँ के छ है हेरौँ है त झोपडीहरू घरहरू पहिला पहिला मान्छे बस्नेहरू होला नि है यसरी बनायो अरे क्या झोपडी घरहरू ल न फोटो खिचिदिउँ के रहेछ यो भित्र बसेको होला नि यिनीहरू चाहिँ है झुपडी हेरौँ त के रहेछ यो भित्र ओहो पहिलाकोहरू है यसरी सुतेको होला नि त अब यसरी हेर्नु त कस्तो राम्रो है संरक्षण गरेर राखेको हेर्नु त यसरी यो अनि यो चाहिँ के होला यो यस्तो हेर्नु नि बिस्ताराहरू होला होइन बस्ने बिस्ताराहरू होइन यो अरे यिनीहरूको भाँडाहरू खोपीहरू राख्ने ठाउँ हो कि के हो यो सुत्ने ठाउँ हो कि के होला नि भाँडाकुँडा राख्ने क्या है अब पर फेरि कस्तो चिसो भएर उक्क भएको छ नि फ्रिज होला जस्तो भएछ हौ यो चाहिँ बन्द गरेको रहेछ कि